हाम्रो यहाँ हामी दुई बाबु छोराको कुराकानी यहाँ सुरु भइरहेको यहाँ उहाँबाट के भन्दा माथि 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 आज रमाइलो थियो पङ्गेलीबाट यो जङ्गलको बाटो ओह्रालोमा झर्दै झर्दैछ यहाँ जङ्गलको बाटो हिँड्दै आइरहेछ इ यस्तो छ बाटो यहाँ जङ्गलको अवस्था यो उ त्यो बोलुगाउँ भन्ने ठाउँ बोलुगाउँ तुडीखेत हुँदै यता यो यही नाम के हो त यो ट्याक्क अहिले भन्ने ठाउँ ए हाम्रो खानेपानीको यहाँ ट्याङ्की पनि हेर्ने रहेछ देखेको सेतो त्यो नै हाम्रो खानेपानीको ट्याङ्की हो त्यो अब हामी यहाँबाट भेडा भएको ठाउँ जान लाग्छौँ उता भेडा देखिरहेछ चढ्दै गरेको भेडा ल हाम्रो यात्रा आज जङ्गलको यात्रा छ इ यो के भन्दा नि त्यो काँडा भएकोलाई के भन्दा नि त यो ऐरी इ ए ऐरी काँडा बैरी भयो भन्ने गीत थियो के हो त यो ऐरी काँडा बैली भयो माल काँडा बिसायो दिदीसँग कोही नलाग्नु भिनाजु रिसायो ओहो हो हामीलाई यो ऐरी देख्यो भने पहिला त्यही थियो गीत हुँदा थियो अरे यो कहाँ नेउला बासिया पनि आवाज के च्याउ नेउला बास्दा त्यो काँडा राख्ने एउटा नेउला बास्दैछन् ए ओ नेउलाको पनि के गीत बुन्दैछ नेउला हान्दै त एउटा नेउली रुँदै बन तोरो या मेरो मन रुन्छ नोरो पापी मन बरी ए खानेपानीको मुहान त यो पो रहेछ त ए पुरानो भइगयो छ यार नाना धेरै पहिलादेखि ओहो जमानादेखि कहिले बनेको रहेछ बनेको त लेखेको छैन रहेछ खानेपानी यहाँ आयो रहेछ यस्तै खै ख्याँ हुँदो रहेछ खै निकाल त कस्तो रहेछ भित्र निकाल्न मिल्दैन बन्द छ यताबाट मिल्दैन ए बन्द गरेको रहेछ निकाल्न मिल्दैन ए यहाँ मुहान यो 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 मुहान रहेछ हेर्नेरको यही मुहानबाट लगाएर रहेछ अलिअलि पानी यहाँ आइरहेछ नि यो पानी हैट ए पहिलाबाटै आएको रहेछ हामी यहाँ हुँदै दुई अङ्कल भतिजा बाउ छोरा बिस्तारै नुवाकोटदेखि घर जानको यात्रा नुवाकोट आज के थियो त्यो राष्ट्रपति रणशील्ड होइन छैटौँ राष्ट्रपति रणशील्ड हो क्या थियो त्यहाँ हुँदै 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 एकजना उता दाइलाई भेट्न जानु छ भेडा चराउने दाइलाई उता हुनुहुँदो रहेछ त्यहाँबाट रमाइलो समापन गर्दै घरमा घरतिर लाग्दै घरतिरको बाटो बाटै ब्लक गरेको रहेछ होइन गाउँमा जोडा पनि कोरेर पनि